नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम पठाउन छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा म विश्वस्तका साथ बताउन चाहन्छु। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्ड बाई अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ। सरकारका तर्फबाट पनि अझ यसलाई औपचारिकता प्रदान गर्न यसै सदनमा केही बेरपछि सरकारका सम्भवतः गृहमन्त्रीज्यू र उहाँ आफै अझ बढी संवेदनशील भएको हुनाले समय व्यवस्थापन यतिखेर गृहमन्त्रीको चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले महसुस गर्न सकिने कुरा नै हो। भोटेकोशी नदीमा आएको यो अकल्पनीय बाढीले जुन अपूरणीय क्षति भएको छ, यो अत्यन्त कठिन घडी हो र यो कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीयले बेहोरेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कालीलाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो रासोपा र सिङ्गो सरकार साथ रहेको कुरा म यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, बिहानदेखि नै यसको जानकारी प्राप्त भएसँगै म प्रधानमन्त्री, गृहमन्त्री र भर्खरै स्वास्थ्य मन्त्री लगायतका सम्बद्ध अन्य सरकारी संयन्त्रका जति पनि महानुभावहरू हुनुहुन्छ उहाँहरू सबैसँग निरन्तर छलफल र सूचना आदान प्रदान र रणनीतिक किसिमका योजना के कस्ता छन् भन्ने जस्ता विषयहरूमा अत्यन्त सजगताका साथ सचेत हुँदै र गम्भीरतापूर्वक ती छलफलहरूमा सहभागी हुँदै आइरहेको छु र मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु। मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा कि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ। म सम्मानित सदन मार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु। सरकारले प्रभावित क्षेत्रमा सक्दो सक्रियता देखाएको कुरा यहाँ अन्य महानुभावहरूले, मान्य सांसदहरूले पनि व्यक्त गर्नुभएकै छ। म सबभन्दा पहिला प्रतिपक्ष बेन्चमा बसेर पनि यो आपतमा, यो अप्ठ्यारोमा हामी सँगै छौँ, सरकारलाई कसरी सघाउनुपर्छ, हामी यो विपत्तिमा पक्ष प्रतिपक्ष होइन एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन एउटा उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षी बेन्चलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। सामान्य सभामुख महोदय, यो विपदको सामना गर्नु र यो अहिलेको कठिन परिस्थितिलाई चाहिँ सम्हालिएर लिएर जानुको हामीसँग विकल्प छैन। म बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका स्थानीयलाई अझ सुरक्षित रहन, थप क्षति नहुनेतर्फ सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन पनि अपिल गर्दछु। साथै चितवन, नवलपरासी लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह पनि गर्न चाहन्छु र म सरकारलाई पर्याप्त सुरक्षा जनशक्ति र सम्भव भएका सबै स्रोत साधन प्रभावित क्षेत्रमा परिचालित गर्न पनि आग्रह गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो मानवीय सहायताको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू हामी कहाँ सक्रिय छन् र राजनीतिक दल सम्बन्धी ऐनले पनि व्यवस्था गरे अनुरूप विभिन्न राजनीतिक दलले यस्ता विपद जोखिमहरूमा काम गर्नको निमित्त संयन्त्र बनाउनु पर्ने प्रावधानले गर्दा पनि कयौं राजनीतिक दलहरूसँग एउटा विशिष्ट संयन्त्र पनि छ। यतिखेर जसरी आज सबै राजनीतिक दलहरूले एकै ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको छ, म यही संसदको सम्मानित सदनको रोस्टमबाट सबै राजनीतिक दललाई आह्वान र अपिल पनि गर्न चाहन्छु कि हाम्रा राजनीतिक दलमा भएका राहत उद्धारमा सिद्ध हस्त, जानकार, तालिम प्राप्त ती सम्पूर्ण साथीहरूलाई एकबद्ध भएर सरकारसँग समन्वय गरी, सरकारी निकायसँग, स्थानीय प्रशासनसँग समन्वय गरी एक ढिक्का भई राहत उद्धारको कार्यमा संलग्न रहन र त्यसको एकीकृत खाका बनाएर सँगै कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकै पटक उत्रिनको निमित्त आह्वान पनि गर्न चाहन्छु।
सामान्य सभामुख महोदय, 2072 सालको भूकम्पको बेलामा हामीले उच्च राजनीतिक चरित्र प्रदर्शन गरिसकेका छौँ। हरेक पटक जब देशमा यस्ता विपत्तिहरू आउँछन् त्यतिखेर नेपालले सदैव राजनीतिभन्दा निकै माथि उठेर नागरिकको सेवालाई आफ्नो परम धर्म मान्दै अगाडि आएको छ। यसपटक त्यही हाम्रो प्रतिबद्धताको आवश्यकता भएको महसुस यो सदनले गरिसकेको परिप्रेक्ष्यमा म फेरि पनि एकपटक सम्पूर्ण राजनीतिक दलहरूलाई यही अपिल गर्न चाहन्छु र राष्ट्रिय स्वतन्त्र पार्टी संसदको सबैभन्दा ठूलो राजनीतिक दल भएको हुनाले यसमा सबैभन्दा धेरै जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले वहन गर्नुपर्ने कुरा भएको कुरा निर्विवादितै छ। त्यसैले सदनको सबैभन्दा ठूलो दल भएका हुनाले सबैभन्दा बढी जिम्मेवार बनेर यस्ता समन्वयमा हामी लाग्नेछौँ र आवश्यक पर्दा सर्वदलीय बैठकहरूका मार्फतबाट यस्ता समन्वयकारी कार्यहरू गरी यस विपदबाट मुलुकमा थप क्षति हुन नदिनको लागि अगाडि बढ्ने र त्यसको अग्रसरता लिनको निमित्त पनि हामी तयार रहेको कुरा सम्मानित सभामुख महोदय मार्फत सम्मानित सदनलाई म जानकारी गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, घटनाको बारेमा धेरै कुरा आइसकेको छ। आज बिहान यो तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रमा हिम पहिरो तथा गिगरानका कारण नदीको बहावमा चाहिँ केही समय त्यो अवरुद्ध भई अचानक खुलेपछि रसुवाको भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको प्रारम्भिक जानकारी हामीले प्राप्त गरेका छँदैछौँ, जसले चाहिँ यसको उच्च जोखिमपछि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासीसम्मका नदीका किनारका बस्तीहरू उच्च सतर्कतामा राखिएको कुरा धेरै मान्यज्यूहरूले यहाँ व्यक्त गरिसक्नु भएको हुनाले म त्यसलाई दोहोऱ्याउनतिर गइनँ। तर यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ राहत तथा उद्धार कार्यका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत केही रकमहरू पनि छुट्याएर काम अगाडि बढाएको कुरा पनि जानकारी आएको छ। त्यो बाहेक सबै संयन्त्रहरूलाई चलायमान गराउनको निमित्त सरकारका तत्त मन्त्रालय अन्तर्गतका विशेष गरेर मन्त्रीज्यूहरू आफै पनि सक्रियताका साथ लाग्नु भएको जानकारी प्राप्त भएकै छ। यो विपदमा केही जानकारी राख्नुपर्ने कुरा सबैभन्दा पहिला खोजी र उद्धार पहिलो प्राथमिकता नै हो। यो खोजी र उद्धारमा प्राथमिकता सरकारले दियोस्, त्यस पछाडि राहतको बेला आउँछ। र हामी नेपालीहरू एउटा मनकारी मानिसहरू भएको हुनाले हाम्रो स्वभावले आपद विपद पर्दा स्वदेशमा मात्र होइन विदेशमा समेत रहनुभएका नेपालीहरूले देशलाई के गर्न सकिन्छ, के गर्नु पर्दछ भनेर सधैँ जागरुकताका साथ मद्दत गर्दै आउनुभएको छ। नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जोहो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा म विश्वस्तका साथ बताउन चाहन्छु। सम्मान्य सभामुख महोदय, पुनर्स्थापनाको जटिलता आफ्नै ठाउँमा छँदैछ। विगतका विपदहरूमा हामीले गरेका अभियानहरू अधुरा छँदैछन्, तिनलाई पूर्णता दिनु त्यो हाम्रो आफ्नो चुनौती छँदैछ। त्यो सँगसँगै अर्को एउटा ठुलो चुनौती हामी माझ आइपरेको छ। तर हामी विश्वासका साथ भन्न सक्दछौँ कि जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ र त्यो सामर्थ्य पूरा गरेर हामी आपदमा परेका, विपदमा परेका नागरिकलाई पुनर्स्थापनाका लागि पनि प्रतिबद्ध भएर राज्यका सबै संयन्त्रहरूको परिचालन गरेर अगाडि बढ्नेछौँ र हामीले सफलता हासिल गर्न सक्नेछौँ भन्ने कुरामा म पूर्ण आशावादी रहेको कुरा सम्मानित सदनलाई स्पष्ट पार्न चाहन्छु। यस बेलामा अपुष्ट समाचारहरू सम्प्रेषण गर्ने र विभिन्न आर्टिफिसियल इन्टेलिजेन्सका फोटो भिडियोहरू हालेर थप आक्रान्त बनाउने काम जिम्मेवार नागरिकहरूबाट हुने छैन भन्ने कुरा पनि म यही सदनबाट अपिल पनि गर्न चाहन्छु। सँगसँगै केही बेर अगाडि स्वास्थ्य मन्त्रीजीसँगको मेरो छलफल अनुसार अस्पतालहरू तैनात भएर बसेका छन्, त्यहाँ स्वास्थ्य कर्मीहरू स्ट्यान्ड बाई अवस्थामा रहनुभएको छ। जुनसुकै परिस्थितिलाई सामना गर्नको निमित्त 24 घण्टा तयार भएर विभिन्न अस्पतालहरू, बेडहरू, स्वास्थ्य कर्मीहरू रहनुभएको छ। साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्ड बाई अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ। सरकारका तर्फबाट पनि अझ यसलाई औपचारिकता प्रदान गर्न यसै सदनमा केही बेरपछि सरकारका सम्भवतः गृहमन्त्रीज्यू र उहाँ आफै अझ बढी संवेदनशील भएको हुनाले समय व्यवस्थापन यतिखेर गृहमन्त्रीको चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले महसुस गर्न सकिने कुरा नै हो। नसके सरकारको तर्फबाट के भइरहेको छ
के काम भयो, के हुँदैछ, सरकारले कस्तो किसिमको कार्य गरिरहेको छ भन्ने कुरा सम्मानित सदन मार्फत सिङ्गो देशलाई जानकारी गराउनु सरकारको कर्तव्य हो। मलाई विश्वास छ केही बेरपछि सरकारले आफ्नो त्यो गहन कर्तव्य निर्वाह गर्नेछ र सम्मानित सदन मार्फत सिङ्गो देशलाई जानकारी गराउनेछ कि यो विपदमा सरकार के गरिरहेको छ, सरकारका योजना कस्ता छन्, यतिखेर तत्काल के गर्यो, दीर्घकालीन रूपमा के कस्ता योजनाहरू सरकारले बनाएको छ। मलाई विश्वास छ ती सबै जानकारी सम्मानित सदनलाई सरकारले केही बेरमा दिनेछ र आश्वस्त पार्नेछ सिङ्गो देशलाई। म यसमा विश्वस्त हुन पनि चाहन्छु।